फिरन्ते ओ फिरन्ते फिरन्ते ओ फिरन्ते। सहरमा बस्दा बस्दा वाक्क दिक्क हैरान भएको थिएँ। अहिले गाउँमा आएर खुल्ला पन्छी जस्तो उडेको जस्तो अनुभूति भइरहेको छ भने अब त्यो सहरमा एउटै कोठामा बस्दाखेरि यता हेऱ्यो भित्त उता हेऱ्यो भित्त त्यस्तो ठाउँमा पनि कोही बस्छ। गाउँ भने गाउँै हो। होइन दसैँ त सकिसक्यो, मासु चाहिँ सकेको छैन कि यिनीहरू घर हुन त यिनीहरू मासु खाने खालकै होइन। यिनीहरू त घिरौलामा मिट मसला हालेर खाने खालको। साँच्ची यिनीहरूले घिरौलामा मिट मसला हाले कि गुन्द्रुकमा मिट मसला हाले यसो एकचोटि चाहिँ बुझ्नै जानु पर्यो। पानी पनि सकिएछ। ए गोपी बुढा जान त पदरामा गएर पानी लिएर आउनु। पानी चाहिँ होइन, अहिले सौता ल्याइदिन्छु अनि थाहा पाउँछेस्। बिहे अगाडि त खुबै रानी बनाएर राख्छु म तिमीलाई भन्थ्यौ त। रानी चाहिँ होइन, तिमीले नोकरानी चाहिँ बनाइसक्यो बुढा। हो र बिमिलीजी, यो गोपीनाथ बाजेले त रानी बनाएर ल्याउँछु भनेर त कतिजनालाई भन्यो। आज रानी बनाएर लिएर आएको छ, भोलि फर्काएको छ। आज रानी बनाएर ल्याएको छ, भोलि फर्काएको छ। तपाईँ त 7औं नम्बरमा पर्नुहुन्छ। ऊ पालामा भएको भए त यिनले जङ्गबहादुर राणालाई नै फला खुवाइसक्थ्यो। गोपे बुढाले मलाई नराम्रोसँगले फसाए बलबन्दीजी। म डुबे, म सके। अरूको भागमा चाहिँ सुनको पोका, मेरो भागमा चाहिँ यी जड्या पोका। हे प्रभु ईश्वर। होइन मैले गरी चाहिँ के चन्दन घसेर अझै के गरे रे? अर्काको फुल जस्तो फक्रेको जिन्दगीलाई जरैदेखि ढालेर अझै के गरे भन्न तिमीलाई लाज लाग्दैन? हेर गोपी बुढा, तिमी त पापी हौ पापी। तिमीलाई त नरकमा पनि ठाउँ मिल्दैन। यस्तै हो बिमलीजी, तपाईँको भाग्यले पनि त्यस्तै बना। यो अधवैंशी बुढोको चरित्र लास्टै खत्तम छ। अब के गर्नु, साटौँ एक्सचेन्ज गरौँ भने पनि नमिल्ने। दिनभरि लहर 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 कुकुर डुले जस्तो डुल्छन्, बेलुका आउँछन् भैँसीले खाए जस्तो मजासँगले खान्छन्, अनि घोडा सुते जस्तो मस्तसँगले सुत्छन्। घर कसरी चलाउने भनेर चाहिँ केही सोच्दैनन्। देश चलाउने मान्छेले घर चलाएर बस्छ। के रे देश चलाउने रे? अगेरो माथि राखेको तरकारी चलाउन नसक्नेले देश चलाउने? हेर गोपे, धेरै मुख चलायो भने चिरपट चाहिँ चलाउनु पर्ला नि। फेरि चलाउनु पर्ला होइन बिमलीजी, बजाइहाल्नुहोस् न यो गोपी डाकालाई। कति न राष्ट्र नेता जस्तो ओहो देश चलाउनु पर्ला भनेर भन्छ। हेर्नुहोस् बिमलीजी, बरु खेत जोत्नु पठाएको गोरु थाकेर घर फर्किएला, तर यो गोपीनाथ डाका छ नि, घरबाट बाहिर गाउँ छिरेपछि केटीहरू कहिले पनि थाक्दैन। यो त कार्तिकी कुकुर जस्तो हो। कालबन्दी
अब त्यहाँभन्दा धेरै नबोला। आफ्नै घरमा आएर अरूले शासन गर्न थालेपछि अब यो घरमा के बस्नु? गएँ म। खुशबू, ए खुशबू, खुशबू के भो? के नौटङ्की देखाउन आएको फेरि? तिम्रो नाम त टपरी लाल होइन कि, नौटङ्की लाल चाहिँ हुनुपर्ने हो। कहिले के नाटक देखाएको छ, कहिले के नौटङ्की गरिने छ। ए छोड कि खुशबू, तिमीलाई एक्लै काम गर्न झ्याउ लाग्दैन? लागेर के गर्नु त? बिहे गर्ने। त नि है, राम्रो संस्कारी, मलाई धेरै माया गर्ने, जाँड रक्सी भनेको पिटिक्कै छुँदै नछुने कोही त्यस्तो खालको छ भने खोज्देऊ न त लुलु, म बिहे गरिहाल्छु नि। नजिकको तीर्थ हेला नगर न तिमी पनि। मलाई हेर त, राम्रो छु, असल छु, ज्ञानी छु, अरू कोही केटी पनि हेर्दिन नि म। टपरीजी, मेरो पेटमा उसको बच्चा छ, त्यही भएर बिहे गर्नलाई मन्दिर लान लागि कि। पेटमा बच्चा छ रे? पाउ कुरा बोल्छिस्? मेरो टपरी आफैमा बच्चा छ, तेरो पेटमा कसरी बच्चा बनाउन सक्छ भन् त? कसरी बनायो भन्ने कुरा एकछिन यहाँ हेर। ओ सिमरन, तैँले मलाई कुन जुनीको बदला लिँदैछस् भन् त? बल्ल बल्ल यहाँ खुशबुलाई मनाउँछु, ऊ आएर बाँडिदिइहाल्छ। बरु तँलाई मबाट के चाहिएको हो भन्, होइन भने यो बाघले हरिणलाई खेदा जस्तो नखेदा त। म खेद्न आएकी होइन टपरीजी, म त माफी माग्न आएकी हुँ। मलाई त्यो डोजरीले पैसाको लोभ देखाएर तपाईँको चरित्र हत्या गर्न लगायो। तपाईँको चरित्रमा दाग लगाएर खुशबुको नजरमा तपाईँलाई धोकेबाज बनाउन लगाएको। खुशबु, मलाई माफ गरिदेऊ। टपरी जस्तो माया गर्ने मान्छे भेट्न गाह्रो छ। तपाईँहरूको जोडी यो गाउँको नम्बर 1 जोडी बन्नुहोस्। तपाईँहरूलाई शुभकामना। खुशबू, म तिमीलाई धेरै माया गर्छु। जसरी यो माटोमा एउटा वृक्ष रोपेर ठुलो रुख बन्छ अनि छारी दिन्छ नि, हो त्यसै गरी म तिम्रो मायाको छारीमा बस्न चाहन्छु। के तिमी मेरो बन्छौ? विवाहको पवित्र बन्धनमा बाँधिएर हाम्रो मायालाई पूर्णता दिउँ न है खुशबू। माया मार्ने छैन नि कुनै नि, छैन नि कुनै नि, मेरी खुशबू तिमीलाई आई लभ यु। माया पानको पात हे, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी सलल पानको पात। माया तिमीलाई सम्झन्छु दिनको रात। के भयो तँलाई? त्यो भ्यागुतो उफ्रिएको बुद्रुक बुद्रुक उफ्रिँदै आइरहेको छ, के भयो? त्यतिकैमा उफ्रेको होइन रे, उफ्रेको होइन रे, खुशबुलाई झ्याइ पार्ने सुर गरे माया पानको पात। ए लठक, धेरै यो बे बे भनेर नउफ्रिर। बे भएपछि काटीको बाह्र जस्तै छटपटिनु पर्छ चन्दन कसेर। खेर जिउँदै नरक देख्नु छ भने बिहा गर, नत्र नगर।
स्त्रीको पछि लाग्यो भने जान्छ गाडी पैसा डलर, स्त्रीको पछि लाग्यो भने जान्छ पैसा गाडी डलर, स्त्रीदेखि टाढै रह्यो भने बाबु अनि मात्र बन्छ जीवन सरला। चुप लाग्नुहोस् बुढा, छिप्पेको रागोको जस्तो बेहोरा देखाएपछि यस्तै हालत त हुने हो नि। माया गर्न जान्न पर्यो नि माया। म त उनलाई मदनको मुना बनाएर राख्छु। ल है गोपी काका, बिहेको तयारी गर्नु छ, म चाहिँ अहिले हिँडेँ। अब भिरबाट खसेर मर्ने गोरुलाई राम राम भन्न सकिन्छ, काँधै थाप्न त सकिँदैन नि चन्दन घसेर। ओहो, गाउँ त पुरै सङ्कटमै परेछ भने। ओहो ल हेर्नु त, अब यो गाउँको रेखदेख गर्ने भनेको मै मात्र थिएँ, अरू त खै कोही रहेनछ। यता हेर यस्तो, त्यता हेर त्यस्तो, साह्रै तनावमा पऱ्यो त। अब यो गाउँको विकास गर्ने भनेको म मिस्टर गलबन्दी माइलो, मैले केही न केही चाहिँ गर्नै पर्छ। ल अब जाग लम्को चम्क ए नौजवान। ओहो, जामा लाउने यो पेटमा एक्कासी जेएनजीको आन्दोलन पो हुन थाल्यो त। गाह्रो पो होला जस्तो छ, के गर्ने होला? ए डोजर पर्खी पर्खी पर्खी, गलबन्दी काका पछि बोल्छु है, अहिले इमर्जेन्सी छ। लौ ल, होइन यो गाउँमा के हुन्ला भने एकदमै समस्या त जटिल छ क्या हो। ए पक 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 डोजरे, म पनि आउँछु। ए डोजरे फोजरे पक्ने भनेको तँलाई के भयो भन् त? यो गलबन्दी काका छ के? डोजरे फोजरे होइन भने गाउँमा के ठुलै समस्या आइपऱ्यो क्या? मलाई भन् त के हो? गाह्रो भयो के जामा लाउने इमर्जेन्सी छ। गाह्रो भयो जामा लाउने इमर्जेन्सी पनि छ। ए हेर डोजरे, त नडरा त, कसैसँग नडरा। तेरो साथमा यो मिस्टर गलबन्दी काका छ, निर्धक्क भएर भन् के हो ल? ए त्यस्तो के होइन के काका, यहाँ युद्ध चलिरहेछ। हे प्रभु, होइन यो गाउँमा के हुन लागेको भने झै झगडा थियो, चोरी चकारी पनि थियो, लुटपाट पनि थियो, हुँदा हुँदा अब युद्ध पनि हुन थालेछ। ए गलबन्दी काका, गाउँमा त्यस्तो युद्ध होइन के, यहाँ मेरो पेटमा युद्ध चलिरहेछ। अब गए है काका? जा 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 जा। हे तेरिका, म त गाउँमा युद्ध चलिरहेछ होला भनेर कस्तो तसेको त, यो डोजरे फोजरेको पेटमा पनि युद्ध चलिरहेको रहेछ। म पनि हेतेरिका पुरै नबुझिकन यस्ता बकम फुसीको पछि पछि लागिरहेको रहेछ। तेरिका नाफै बन्द हुने गरेर छोडेर गयो नि, यो त बच्चन सुन्नै बिर्स हो। मङ्गलम भगवान विष्णु मङ्गलम गरुडाध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनुहरि। ल देउलाले बेहुलीलाई सिन्दुर हाल्नु। ल अबदेखि 7 जुनीसम्मलाई वैवाहिक जीवनमा बाँधिनु भयो। दुवैजनालाई दाम्पत्य जीवनको शुभकामना। 7 जुनी रे, 1000 जुनी त कम पर्ला जस्तो छ। 7 जुनीको कुरा गर्नुहुन्छ गुरु पनि है खुसबु। ल ल अब हेर्ने लजाउने काम चाहिँ घरै गएर गर्नु। अब मलाई चाहिँ बिदाई गर्नु पर्यो, खै दक्षिणा? ए म त भुसुक्कै बिर्सिछु, एकैछिन है त गुरु। दक्षिणा यही हो, अब के गर्नु? काँचो अमिलो अङ्गुर सबैलाई खुवाउँछु भनेको थिएँ, कसैलाई खुवाउन पाइनँ। तपाईँलाई खुवाउने विचार थियो, के गर्नु? अङ्गुरको सिजन परेन, यही अम्बाको सिजन हो, लाउ खाऊ। अम्बा? त्यो पनि काँचो? टाइट न साइड, मसँग भएको यही काँचो अम्बा हो। लगे लग, नलगे खाली हात जाऊ है खुसबु। कस्ता कस्ता मान्छेको बिहे गराउनुपर्छ जिन्दगीमा। हरे राम विष्णु 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 हरे राम हरे राम। तपाईँहरू हजुर, हामी एउटा फोटो खिचौँ न है?
हस् एकैछिन है त खुसबु तँ ओठो पारा न होइन को आयो बलमाए बाबु टपरीलाल के छ ठिक छ गलबन्दी काका ठिक छ ल है भोलि भेटौँ है मलाई भित्र बोलाउँदैन त साथी नयाँ दुलै उता छड न नयाँ दुलै ओ दुलै नानी नयाँ दुलै खुसबु नानी वैवाहिक जीवनको धेरै धेरै शुभकामना छ है साथी यो टपरी केटो एकदमै भेरी गुड असल छ बुझ्यौ हो तिमीले यससँग बिहे गरेर साह्रै गजब गर्यो बुझ्यौ यसले न जाँड खान्छ न रक्सी खान्छ न ड्रिङ्क नै गर्छ भने जे गर्यो तिमीले ठिक गरे गर्यो ठिक गरेछ यी काकाले पनि यही दिन पाथे तारिफ गर्नलाई अरू दिन थिएन भने खुसबु नानी तिमी त हिरासँग परेछौ हिरासँग अब त काका भयो के भयो अरू तारिफ भोलि गरे हुँदैन हुन्छ किन नहुनु भइहाल्छ नि ल राम्रोसँग बस है अब हेर न यो घर पहिला कस्तो उडा लाग्दथ्यो अहिले त ओहो उज्यालो भएर ढपक्क भएको छ भाछ कति कराको के कति कराको खुर्क जाऊ बुढा जान्छ साँच्ची टपरीलाल एउटा कुरा त मैले माइन्डफुल कुरा भन्नै बिर्सेछु भने के कुरा गर्न बिर्सियो ए कति त फटा गरेर बोलिरहन्छस् भने चुङ नहुँ न यहाँ यी खुसबुसँग एउटा कुरा गर्नु छ कि एउटा कुरा गर्नु त म त भुसुक्कै बिर्सेछु भने कुरा सुन न खुसबु यो टपरी भन्ने केटो छ नि यसले न जाँड खान्छ न रक्सी खान्छ न अल्कोहलिक खान्छ न ड्रिङ्क गर्छ स्मोक त गर्दैन यस्तो राम्रो केटो तिमीले पाउनु भनेको त भाग्यको कुरा बुझ्यौ फेरि त्यही कुरा सुनिन् त खुसबुले उनले मलाई पाउनु भन्दा पनि मैले उनलाई पाउनु चाहिँ भाग्यको कुरा हो कुरा गर्छौ बुढा बल्ल ल्याएको बुढी बेकै दिन भागेर जान्छ भन्ने पो टेन्सन भयो त मलाई एउटा लास्ट कुरा भन्छु है टपरी बाबु भन्नु है अनि तिम्रो लास्ट कुरा चाहिँ कतिचोटि हुन्छ के त बढी नबोल्ने के चुप्प लाएर बस्नु खुसबु नानी तिमीले केटो चाहिँ एकदम असल पाएको भने साँच्ची भने ट्रस्टलाई त म के चाहिँ गर्ने होला हिँड के बाहिर हिँड बुढा भयो के काका कति टेन्सन एउटा इम्पोर्टेन्ट इमर्जेन्सी कुरा ठ्याक्क दिमागमा आएको दुलै नानीलाई भनिहाल्छु घर जानु के कस्तो तेरै बारेमा झन् राम्रो कुरा थियो कि बुझ्दैन दुलै नानीलाई भनेर आइहाल्छु यता कुरै बुझ्दैन भने एउटा इमर्जेन्सी कुरो छ झन् तेरै बारेमा कुरा गर्दैछु जाने कि नजाने अब मलाई लाग्नु रिसियो के कति टेन्सन दिएको के गलबन्दी काका नि के भन्यो डाकालाई
त म यो गलबन्दीलाई छोड्दै छोड्दिन राम दुलाई हान्छु। फेरि के भयो किन ढकढक गरेको? मलाई गरी खान नदिने भयो है तिमीले? नरुन भने के अघि मैले तँलाई गुड नाइट भन्नै बिर्सेछु भने त्यही गुड नाइट भन्न आएको। ए सुन्न नयाँ दुलै नानीलाई पनि गुड नाइट भन्दै जा जा सुत्छु यसो ढोका खुल्ला गरेर बस्नु हुँदैन कि जा म पनि गएँ। खासमा काँचो अमिलो अङ्गुर त यिनलाई पो खुवाउनु पर्ने हो त। कस्तो खालको मान्छेले चाहिँ पुरै नबुझ्ने। खुसबु तिमीलाई झ्याउ त लागेको छैन नि? छैन, कहाँबाट झ्याउ लाग्नु नि? जब एउटा मान्छे भगाउन पनि कत्रो समय लगाएको, एउटा मान्छे भगाउन नसक्नेबाट अरू त के आश गर्नु? तिमी रिसा कि नरिसाउ न खुसबु, आज त हाम्रो सुहाग रात हो नि। रिसाएर नि सुहाग रात मनाइन्छ त। ल त ल रोमान्टिक बना त। फेरि आयो। आज म यो गलबन्दीलाई मार्छु। यिनलाई त ए टपरी प्रभु, ए मेरो भगवान, ए मेरो ईश्वर, मलाई बचाउनु पर्यो चन्दन घसेर। फेरि तिमीलाई चाहिँ के भयो नि? मलाई बुढीले मार्न आँटी प्रभु, मलाई बचाउनुहोस्। तपाईँको घरमा शरण दिनुहोस् प्रभु। मलाई दाउराले हानेर बुढीले मार्ने भए। आजको रात मलाई जसरी भए पनि शरण दिनुहोस् प्रभु। हेर्नुहोस् गोपीनाथ काका, आज त हुँदैन। काँचो अमिलो अङ्गुरको कसम। यसो नभन्नुहोस् टपरी प्रभु, यसो नभन्नुहोस्। म यिनै सोध्छु, मेरो ज्यान जोगाइदिनुहोस् प्रभु। पुष्पु नानी, यो बाहुनको बच्चाको ज्यान जोगाइदिनुहोस्। तपाईँहरूको पुस्तालाई राम्रो हुन्छ। एउटा पुस्ता त बनाउन नदेलाउ जस्तो त बुढा पुस्ताको कुरा गर्छौ। त्यस्तो होइन, बरु म यो भएमै सुत्छु, तपाईँहरू मिलाएर सुत्नुहोस् है। म सुते। अब यो बुढो यहाँ सुतेपछि कुरै मिलेन नि खुसबु, तिमी पनि सुत। एकादशी बजारमा रुपेमा नो पिप्ला, तल्लो बाटो नजाऊ कान्छी भण्डारेले भेट्ला। जामा लाउने गलबन्दी काका यो अवस्थामा योगा गरिरहेछन् कि सुतिरहेछन्? गलबन्दी काका, ए गलबन्दी काका, गलबन्दी काका, जामा लाउने होइन बुढा त मरे कि के हो? ए गलबन्दी काका। ओ जोजरे फोजरे, बिहान मेरो घर किन आएको अन्त? किन आएको? यो मिस्टर गलबन्दी माइलो सुतिरहेको मौका छोपेर यसको घर चोरौँ भनेर आएको होला होइन? तर सुन डोजरे फोजरे, तैँले मेरो घर लुट्ने चोर्ने जुन सपना दिएछस् नि त्यो कहिले पनि पुरा हुँदैन, कहिले पनि पुरा हुँदैन। जामा लाउने बुढा बाहिर खुट्टा माथि टाउको तल पारेर किन सुतेर छन् भनेको त दिमागै खुस्केर सुतेर छन् नि। जामा लाउने हिँड बुढा सहरतिर जाऊ, तिम्रो दिमागमा करेन्ट लगाएर आऊ, त्यसपछि सब ठिक हुन्छ। ए मिस्टर डोजरे, you ask me who am I? I ask you who are you? तेरो गालामा पट्याङ्ग दिउँ तैँले यो मिस्टर गलबन्दीको दिमागमा करेन्ट लाउने, तेरो पेटको पानीको फोका फुट्ने गरी
पङ्का पङ दिउँ दिउँ चामल आउने बुढाको त साँच्चीकै दिमाग हिँडिसकेछ। यस्तो मान्छेलाई गाउँमा राख्नु हुँदैन। म पुलिस बोलाएर आउँछु। जा डोजरे खोजरे पुलिस बोलाए नि बोला, आर्मी बोलाए नि बोला, सशस्त्र बोलाए नि बोला, सक्सेस भने विदेशी सेना बोलाए पनि हुन्छ। ओहो मेरो घरमा चोर नआएर उल्टो मलाई नै पुलिस बोलाउँछु भनेर धम्की दिन्छ। जो चोर उसैको ठुलो स्वर भनेको यही हो। ओहो धन्न म बाहिर सुतिरहेको थिएँ र मेरो यो करोडौँ अरबको सम्पत्ति चोरी हुनबाट बच्यो। थ्याङ्क गड। कस्तो गाह्रो पानी पिउनु पर्यो। पानी होइन कुकुरको मुत खाऊ मुत। लाज शरम नभएको गोपे घर यति झगडा के भएको थियो गाउँभर मेरो बेइज्जत गर्नलाई टपरीको घरमा गएर बस्यो होइन तिमी? रातभरि टपरीको घरमा गएर बसेर अहिले यति दाउरा बोक्दाखेरि गाह्रो भयो तिमीलाई? होइन ए बुढी तिमीलाई म टपरीको घरमा गएर बसेको कुरा कसले भन्यो? म त कसैले नथाहा पाउने गरी राति पो गएको थिएँ त। कसरी थाहा भयो तिमीलाई? बिम्लीजी खुरुक्क बाहिर आउनुहोस् त। हजुर टपरीजी निकै लामो समयपछिको अन्तरालमा पो हाम्रो घर आउनुभयो त? होइन हाम्रो घर के काम विशेषले आउनुभयो? अनि टपरीजी तातो चिसो के ल्याउ? चिसो तातो केही पनि चाहिँदैन। हेर्नुहोस् बिम्लेजी तपाईँको कारणले गर्दा मेरो वंश मासिने भयो। बिहेकै दिन सुहाग रात मनाएर घोरले छोरो पाउला भनेको तपाईँको बुढो गएर रातभरि सुत्नै दिएनन्। आफ्नो बुढोलाई यसरी रातभरि छोड्नु त भएन नि। बुढै सम्हाल्न नसक्ने किन बिहे गर्नु? राम 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 निकै डरै डाइलेक्ट दिएर गयो त यो टपरी हो कि सपरीले त? यी गोपी बुढाले पनि मलाई सुखले बात नदिने नै भयो होइन त? घर त आउन मात्रै मैले जाने छ। ए त्यसो भए त्यो टपरीले यहाँ आएर तिमीलाई सबै कुरा भनेर गयो होइन? म त्यो टपरीलाई पारी जङ्गलमा लगेर दुई पल छानेर सुहा गरिदिन्छु। चुप लाग तिमी। घर बुढाबुढीको अलिअलि ठाकुर त परिहाल्छ नि। बुढाबुढीको ठाकुर पर्यो भन्दैमा घर छोडेर जानु तिमी? घर बुढाबुढीको झगडा कसको पो पर्दैन र? बुढाबुढीको झगडा भनेको त परालको आगो हो। एकैछिनमा वार बल्छ एकैछिनमा वासै निप्छ। यति झगडा पर्यो भन्दैमा घर छोडेर जानु पर्ने तिमीलाई? अब तिमी झगडा पर्यो भन्दैमा वाक्कै दाउराले हिर्काउने काम नगर न। अब यसरी मुखै फुट्ने गरी हानेपछि कोही बस्छ त घरमा चन्दन गसेर? बेहोरा हेर्दाखेरि त मुखमा होइन नाकमै बजाइदियो जस्तो लाग्छ नि। तर बजाइहाल्न नमिल्ने भएर पो त। केही भएर हो के म यो घर छोडेर हिँड्ने? कहिले हँसिलो अनुहार लगाएर घरमा बसेकै हुँदैन। म के को लागि बसौँ यो घरमा? तँ आफै बस एक्लै यो घरमा। घर आउन पाएको छैन जाने बेला भइहाल्यो महाराजको। अझ यस्तालाई हँसिलो अनुहार चाहिने रे। खुसबु यति भाँडा त तिमीले माझा भयो नि हुने? भाडा मै आफै माझ्छु, सुखै सुख दिन्छु, खाना पनि मै आफै पकाउँछु। तिमीलाई रानी बनाएर राख्छु भनेको होइन? लु बनाऊ न त अब रानी। हो त है त्यो त मैले भनेकै हो। म त्यसमा झेली चाहिँ गर्दिनँ ल। तिमी बस मोबाइलमा मजाले टिकटक हेरेर बस। अझ बसेर हेर्दा ढाड दुख्यो भने सुतेर हेर है मेरो खुसबु। ओ यसरी हो नि त माया गर्ने। श्रीमतीलाई खुसी बनाउन टपरीले जति अरूले चाहिँ सक्दैन है।
जे भयो नि मैले बुढो चाहिँ पाक्कै हो के। बस यति भनेपछि त पुगी त हाल्यो नि। अब काँचो अमिलो अङ्गुर खाने दिन त मेरो पो आउला जस्तो छ कि के हो? फिरन्ते 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 ओ 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 फिरन्ते